हेलो नमस्ते सबजनालाई। र आज भने चाहिँ एकदम प्याज रोप्न लागिरहेको छु है। प्याज चाहिँ हुनु चाहिँ हाम्रोतिर चाहिँ भदौमा रोपे जस्तो लाग्छ है, तर पनि अहिले पनि बिरुवाहरू चाहिँ यसो बेच्दै लिएको रहेछ भैयाहरूले है। र पनि मलाई पनि रोप्नु मन लागेर चाहिँ मैले लिएको छु, किनेको छु है। र यो चाहिँ एक बिटाको चाहिँ 40 रुपियाँ पऱ्यो है। र 4 बिटा राखेको छु। र यो चाहिँ अब सानो एउटा बारी खनेर चाहिँ रोपिदिनु पऱ्यो भनेर चाहिँ मलाई रोप्नु मन लागेर चाहिँ किनेको है। अब चाहिँ रोप्ने छु, आज चाहिँ हुन्छ कि हुँदैन है। प्याज चाहिँ यहाँनिर रोप्ने हो साथीहरू हो। अब बारी चाहिँ यस्तो छ है, झोडी छ, देख्न सक्नुहुन्छ। र अहिले बिफोर चाहिँ यस्तो छ है, र आफ्टर हेर्नुहोस्। अहिले म बारीलाई सफा झारसार गरेर है, पहिला बारी खन्नु पऱ्यो, त्यसपछि सफाइ गरेर चाहिँ यहाँनिर चाहिँ रोपिदिने भनेर सोचिरहेको छु है। र यो चाहिँ अलिक बाँझो पनि छ, तर पनि अब यसलाई सफा गरेर चाहिँ खन्नु पऱ्यो है। र अहिले भने चाहिँ एकदम खनिसकेँ है। अहिलेको यो जुन बाँझो बारी थियो है, त्यो चाहिँ मैले एकदम खनेर पनि यस्तो बनाइसकेको छु। र पर देख्न सक्दैछ झ्यास पनि मैले डढाइदिएको छु है। र खरानी पनि एकदम राम्रो मोल्यो हो नि त। र त्यो निक्लेको झ्याहरू चाहिँ मैले त्यही डढाइदिएँ हो। यहाँ चाहिँ पानी पनि लगाउँदैछु लसुनलाई, देख्न सक्नुहुन्छ है। र तपाईँलाई म रोपेको भिडियो चाहिँ है अर्को भिडियोमा देखाउने छु है, किनकि भिडियो अलिक लामो हुने रहेछ। र फेरि अर्को भिडियोमा हेर्नु नबिर्सिनुहोस् होला है। र यदि तपाईँलाई भिडियो मन पऱ्यो भने चाहिँ लाइक सब्सक्राइब गरिदिएर पनि नबिर्सिनु होला।